जब जब अन्याय र अत्याचारले नाग्छ सीमा युगदेखि युगसम्म आइरहनेछु हैन। यो डाइरेक्ट चाहिँ म भन्न गइरहेको छु आज हाम्रो महानायक राजकुमार दाइको नयाँ मुभी अवतार हैन, नरसिंह अवतार गाइस हैन। अब म चाहिँ सुरु गर्छु, कस्तो छ भनिदिनु होला। जब अन्याय र अत्याचारले नाग्छ सीमा गाउँदेखि सडकसम्म। मैं साला मिस्टेक भयो। ये भगवान क्या जुलुम है। गाउँदेखि शहरसम्म भन्नुपर्ने ठाउँमा मैले सडक भनिदिएको छु। यो भएन गाइस। अब सुरुदेखि फेरि डाइरेक्ट हान्छु म, ट्राई गर्नुपर्छ यतिकै हैन। त्यही भएर फिल्ममा पनि टेक एक्सन भइरहन्छ नि त, त्यस्तै हाम्रो पनि त भइरहेछ। बात तो सही है। जब अन्याय र अत्याचारले नाग्छ सीमा गाउँदेखि शहरसम्म, सडकदेखि सिमाना भएर हो कि के हो कि भएन यो भएन। फेरि सुरुदेखि है त। जब अन्याय र अत्याचारले नाग्छ सीमा गाउँदेखि सडकसम्म। खेर पनि गाउँदेखि सडकसम्म, गाउँदेखि सहरसम्म भन्ने ठाउँमा मैले यस्तो भइरहेको यस्तै हो केटा हो। एक्टिङ भने चाहिँ यस्तै हुन्छ हैन, एक्टिङ गर्नु त्यति सजिलो छैन। जब जब अन्याय र अत्याचारले नाग्छ सीमा गाउँदेखि सडकसम्म। अझै फेरि सडकमा अबाल मिलेन फेरि। जब अन्याय र अत्याचारले नाग्छ सीमा गाउँदेखि शहरसम्म, सडकदेखि सिमानासम्म भएर देउतादेखि पापी मान्छेसम्म। हिरो बन्न त्यति सजिलो छैन केटा हो। टिकटकमा सर्ट भिडियो बनाउन यत्रो मेहनत गरिराख्नु परेछ मैले हैन। फिल्म सुटिङ गर्दा कस्तो मेहनत लाग्छ होला, कति मेहनत लाग्छ होला। गाह्रो छ हैन त। फेरि ट्राई गर्छु, म ट्राई गर्छु नगर्ने हैन, ट्राई गरिरहनेछु जबसम्म हुँदैन। ट्राई गरेर जब जब अन्याय र अत्याचारले नाग्छ सीमा गाउँदेखि सहर, जब अन्याय र अत्याचारले नाग्छ सीमा गाउँदेखि शहरसम्म, सडकदेखि सिमानासम्म देउतादेखि खलनायकसम्म पापी र भ्रष्टहरूको अन्त्य गर्न आइरहनेछु युगदेखि युगसम्म। जय नरसिंह। यो भन्नुपर्ने थियो तर मिलेन, यहाँ भन्छु। जब जब अन्याय र अत्याचारले नाग्छ सीमा गाउँदेखि शहरसम्म, सडकदेखि सिमानासम्म भएर देउतादेखि खलनायक पापी र भ्रष्टहरूको अन्त्य गर्न आइरहनेछु युगदेखि युगसम्म। जय नरसिंह।